ल भ्यू मस्त हेर है चटसँग। अब यहाँ सनराइज चाहिँ हुँदैछ यहाँ देख्न सक्नुहुन्छ होइन। टक्क यहाँ देख्न सक्नुहुन्छ होइन पृथ्वीनारायण। फाइनल्ली हामी चाहिँ अब खाजा खान लागेको होइन चट्टसँग। हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। म नै एकदम सन्चै आरामै छु एभ्रिवान। अनि आज चाहिँ मैले बिहानै होइन राति नै छ भनौँ अँध्यारै छ होइन मैले भ्लग स्टार्ट गरिसकेको छु होइन। अब आज चाहिँ हामी होइन सरङकोटतिर जाने प्लान भएको छ अनि त्यही भएर चाहिँ अब आज पैदल यात्रा हो कि होइन। अनि त्यही भएर चाहिँ अलि राति नै उठेर होइन जानु पऱ्यो नि त। अब हामी त अब फेरि 2 घन्टाको उकालो बाटो उक्लिनु पर्ने छ डाँडा होइन। सरङकोट उक्लिने हो नि त आज। अनि त्यही भएर चाहिँ अलिक छिटो हिँडेको होइन लगभग 4 बजीतिर उठेर हिँडेको होइन। अझै बाटोमै छौँ एभ्रिवान देख्न सक्नुहुन्छ। फाइनली गाइस हामी चाहिँ पँधेलीको चौतारोमा आइसक्यो होइन। केटाहरू यता छन् होइन भर्खर 2 घन्टा पछि होइन हामी चाहिँ फाइनली यहाँ पँधेलीको चौतारोमा आइसकेको छौँ। अब यहाँबाट चाहिँ होइन यसो हल्का होइन भ्यू हेरिदिउँ न त। चट्ट यो चाहिँ फेवाताल हो नि यो टक्क देखेको उतापट्टिको चाहिँ लेक साइड हो होइन। तर मर्निङ भ्यू हो गाइज टक्कसँग देख्न सक्नुहुन्छ। अब चाहिँ अझ हामी चाहिँ माथि बत्ती बलेको होइन सरङकोट उक्लिने प्लान छ आजको होइन। अब चाहिँ हामी एकछिनमा फेरि उहीँ पुगेर भेट्नुपर्छ एभ्रिवान। ल भिडियोमा के छ एकदम के अब कस्तो भइरहेछ 2 घन्टा पछिको यात्रा। एकदम खतरनाक पुरा मर्ने बेला भइसक्यो यार नो पुरा ठाडो उकालो छ यार। उकालो चाहिँ एकदम ठाडो थियो होइन त्यही भएर चाहिँ हामीलाई अलिक गाह्रो पर्यो। एकदम भाइ सोक होइन लाल युवराज कस्तो भइरह्यो एकदम ठिक हो जाउँ जस रमाइलो भइरहेको छ होइन। ओए रुकुम ओए नागा ओए कहाँ गइदियो अर्को चाहिँ उता भिडियो देखाँ भाइ होइन। अब चाहिँ हामी अब उक्लिन लागेको है अब माथि पुगेर भेट्नुपर्छ एभ्रिवान। फाइनल्ली सरङकोट आइपुग्न लागिसकेको छ एभ्रिवान होइन। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ फेवातालको भ्यू होइन चट्टसँग यही बाटो जाने हो चट्टसँग होइन जो पँधेलीको चौतारो हो। अङ्कल दर्शन भन्नुहोस्। हामी चाहिँ यो टक्क यहाँ के छ भन्दाखेरि कहाँनिर आइपुग्यो भन्दाखेरि पोखरा 18 सरङकोट पँधेली चट्ट होइन देख्न सक्नुहुन्छ। यहाँ टक्क पँधेली भन्ने ठाउँनिर आइपुग्यो हामी। अहिले चाहिँ बल्ल होइन ढलान रोड आएको छ। अघि त हामी सिँढी उक्लिँदा लोथ परेर होइन अब चाहिँ बल्ल यस्तो ढलान बाटो आइरहेको छ। अब एकछिनमा हामी अब माथि पुगिन्छ होला होइन। उहीँ पुगेर फेरि देखाउने नै छु भिडियोमा होइन। हामी चाहिँ अहिले टक्क पँधेलीको उकालोमा उक्लिँदैछौँ एभ्रिवान होइन। अलि हिँड्न नसकेर अलिक थकित अवस्थामा होइन भए पनि त्यस्तो सानो क्लिपहरू यसो देखाइदिउँ भनेर चाहिँ होइन भिडियो खिचिरहेको छौँ। अब के गर्नु साथीहरू यस्तै छ साधन छैन होइन। 2 हुट्टो चालेर हिँड्नु परेछ होइन। अब टक्कै होइन यहाँ चाहिँ कालिज फर्म रहेछ है। कालिज फर्ममा त के हो बोट बिरुवा रोपेको त कालिज फर्म रहेछ पहिला अनि अहिले बिरुवा रोपेर चाहिँ पहिलाको चाहिँ कालिज फर्म रहेछ टक्क अहिले चाहिँ बिरुवा रोपेर चाहिँ होइन। बाटो चाहिँ यस्तो छ उकालो होइन ठाडो उकालो चाहिँ यस्तो सिँढी हिँड्नु परेको छ गाह्रो छ वान।
हामी चाहिँ लगभग होइन बिहान 4 बजी नै उठेर चल्दै गयो होइन लगभग 3 घन्टा हुन लाग्यो अझै हाम्रो गन्तव्यमा हामी अझै पुगेकै छैन तर गन्तव्यमा नपुगुन्जेल हामी तातेर अगाडि बढिरहेको छौँ एभ्रीवान अलि भेटियो केटाहरू हामी चाहिँ टक्क मन्दिरनिर आइसक्यो एभ्रीवान होइन विष्णु विष्णु ओए मैले गीत टक्क सरङकोट आइसक्यो हामी चाहिँ होइन फाइनली सनराइज चाहिँ हो केटाहरू ल भ्यू मस्त हेर है चटसँग अब यहाँ सनराइज चाहिँ हुँदैछ यहाँनिर देख्न सक्नुहुन्छ होइन चट्टसँग ओ ल सनराइज चाहिँ उदाउँदैछ होइन टक्कसँग फाइनली भेटियो टक्क यो चाहिँ अब हामी चाहिँ मन्दिर पस्दिनु पर्ने मन्दिरको दर्शन गर्नुपर्ने हुन्छ होइन विष्णु 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 टक्कसँग होइन देख्न सक्नुहुन्छ यहाँ के अरे गणेशको मूर्ति चट्टसँग बबाल केटाहरू देख घन्टीको पनि छैन त यार नरहेछ त नि टक्कसँग त हिमाल देख्न सक्नुहुन्छ होइन शिवको मूर्ति शिव भन्दा चाहिँ गणेशको मूर्ति ए घन्टी यो पनि बजाउनु पर्यो नि जाने बजाउनु बजाउ घन्टी ढङ्ग अब यो पनि घन्टी बजाउनु पर्ने हुन्छ ड्याङ्ग लगाएर होइन कता हो झरना चिसो पानी लै लै ओ मुखधुनी हो मुखधुनी हो यहाँ चट्ट झरनामा होइन देख्न सक्नुहुन्छ फाइनली हामी चाहिँ कहाँ हो शिवको मूर्ति ए सरी 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 गणेशजीको मूर्ति लिएर आइपुगिसकेको छ देख्न सक्नुहुन्छ ए के हो भ्याउँदैन त मेरो क्यामेराले त यार टक्कसँग यतापट्टि सनराइज भइरहेको छ यतापट्टि देख्न सक्नुहुन्छ होइन यता हिमाल हामी चाहिँ टिकट काट्यो अब एकछिनमा होइन माथि जान्छौँ एभ्रीवान टक्क अन्टी टावरमा गएर यसो होइन भ्यू हेरिदिने हो च्याप्प होइन हो सरी सरी चट्टसँग अब यहाँबाट हेरिदिउँ होइन फेवाताल चाहिँ यता यसो होइन थोरै देखिएको छ टावरमा फाइनल्ली हामी चाहिँ अब चढ्दिएको होइन फाइनल्ली केटाहरू अब चाहिँ चलिदिनु पर्ने हुन्छ माथिपट्टि चट्टसँग होइन एकदम बबाल भ्यू हेर्ने अनि चट्टमाथि गएर चाहिँ चट्टसँग होइन माथि जाँदैन
ओइ केटाहरू शान्ति माथि छ नि यार के हो भेटौँ न त अझै कति माथि हो लास्ट फ्लाइट टक्क देखिको है ओहो माछा बिजुरी जम केटाहरू कहाँ गयो त्यो दुइटा फाइनल्ली हामी चाहिँ टुप्पोमा आइसक्यो है ल यता पनि हेरौँ न अब हेरौँ ओए हामीहरू यस्तो भ्यू देखिन्छ होइन चट्टोसँग तल आमामा हट तल चाहिँ सब मान्छेको घुइँचो छ होइन हट डरै लाग्दो खै ठाउँ हामी चाहिँ माथि आइसक्यो होइन फोटो हान्ने न केटा टक्क यो माछा पुछ्रे होइन यो माछा पुछ्रे हो चाप अन्नपूर्ण माछा पुछ्रे धौलागिरी हिमाल छ हिमालको अनि उहाँ चाहिँ तल चाहिँ केबल कार कुदिरहेको छ होइन देख्न सक्नुहुन्छ बुटुङटुङ लाएर चाहिँ सट होइन कुदिरहेको छ तिनीहरू कहाँ गयो भनेको साँच्ची बनाएको नि हेर्न न कस्तो हरेको छ हेर्न न हट बबाले मूर्ति हो यार काँची होइन यहाँ त्यो बोलमा छिराउनु पर्ने हुन्छ होइन म चाहिँ ट्राई गर्छु केटाहरू कहाँ गयो बाङ्गा हाल्यो भने पऱ्यो जान्छ होला सिधा घुमेर मेरो धन्नै छिरे त्यहाँ कहाँ गयो एउटै धेरैले छिरा बोर्को हो न नसक्लो छिराइसकेको छ म एउटा लास्ट चाहिँ नि लान्छु ल एउटै छिट्नु यो सिद्धि हो सिक्का चाहिँ अब खाजा खान लागेको होइन चट्टोसँग टक्क अमिलो चटपट होइन अनि केटाहरू हुन्छ चटपट एकछिनमा होइन हामी खाजा खानुपर्छ कि खाना खान्छ नि हो घर जाने हो खाना खाना खाएर फेरि चल्दिने मलाई हालिदिएको हो हामी चाहिँ सरङकोटको डाँडो टावरनिर पुगेर पनि अब चाहिँ हामी फर्किँदै हो एभ्री वान होइन चट्टोसँग बाटो चाहिँ यस्तो छ अब अब यताको घरहरू देख्न सक्नुहुन्छ यस्तो छ टक्क हामी चाहिँ शहीद पार्क आइसकेको छौँ होइन राष्ट्रिय विभूति शहीद पार्क पोखरामा घुमाउने घर छ टक्क हामी नै कसको पृथ्वीनारायण शाह होइन केटाहरू यस्तो हात उठाएर चट्ट होइन ओ बकुल्लो देख्न सक्नुहुन्छ बकुल्लो राइट के कता यता है न त्यही जस्तो लाग्यो म चाहिँ अब टक्क पृथ्वीनारायण शाहनिर जान्छु है पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण शाह टक्क यहाँ देख्न सक्नुहुन्छ होइन पृथ्वीनारायण शाह यहाँ आउनुहुन्छ टक्क हात यस्तो दिइरहनु भयो होइन फोटो हानिदिन्छु म हानिदिन्छु ल
म फोटो हानिदिन्छु है अब यहाँबाट है इटली सडक काउ डाँडा छु त ऊ त्यो देखेको डाँडा चाहिँ काउ डाँडा हो होइन देख्न सक्नुहुन्छ अब फेरि बस आयो के ओए बसाए ओए जम ओए बसाए बस बसलाई चाहिँ हामीले भेटाउनु पर्ने हुन्छ ओ भाग्यो बस त बस चाहिँ कटिसक्यो होइन अब केही छैन अब हामी फेरि हिँडेरै चल्दिने हो छोडिदेऊ मलाई बसले चाहिँ रोकेन होइन अब हामी हिँड्दै चल्दिने हो फाइनल्ली हामी दाइको पसलमा होइन अब चाहिँ हामी खाना खानु लागेको वान है सर्टोसँग टक्क होइन अब झाप्प थालीमा होइन अब चाहिँ हामी खाना खानु पर्ने हुन्छ टक्क कति बजी गाइस फाइनल्ली हामी खाना खाएर पनि होइन अब चाहिँ हामी टक्क पिक्चर हेरेको होइन अहिले बसमा छौँ बस त पुरै खाली हाम्रो रिजर्भै हामीले गरेको बस होइन बस चाहिँ एकदम स्पिडमा छ होइन बजारबाट सिधै घर आएँ होइन घर आएर चाहिँ अब टक्क अहिले बेलुकाको चाहिँ खाना पनि खाइसक्यो हामीले चाहिँ खाना खाएर नि अब यसो ढल्किन लागेको एभ्री वान होइन चट्टोसँग अब त्यसभरि डुलिएर होइन यसो आज त घिनेर खतम भएछ खुट्टा यार ज्यान पनि त्यस्तै ध्वस्तै भएको छ अनि त्यही भएर चाहिँ यसो रेस्ट गर्दै हो होइन चट्टोसँग अनि भ्लग अब राम्रो नराम्रो कस्तो भएको छ होइन कमेन्ट गर्नु होला होइन भ्लगमा के सुधार गर्नुपर्ने छ त्यस्तो कुराहरू भनिदिनु होला अब सुधार गर्नुपर्ने कुराहरूलाई म सुधारिदिन्छु होइन कमेन्ट गर्नु होला अनि अब भिडियोलाई अब एडिट गर्नु पऱ्यो चट्टोसँग मिलाउनु पऱ्यो होइन त्यही भएर चाहिँ अब आज चाहिँ भिडियोलाई यतितिर बिदा गर्न चाहन्छु होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला एभ्री वान आजलाई धन्यवाद।